सबैले कैकेयीलाई गाली गर्छन्, कैकेयीले रामको लागि वनवास पठाइन्, तर त्यो पछाडिको रहस्य वास्तवमा सबैलाई थाहा हुँदैन। किन यस्तो भयो म सुनाउँछु। एक दिन बालकपनको कुरा हो। भगवानले एक दिन खेल्दै खेल्दै गएर माता कैकेयीको आँखा थुन्नु भएछ पछाडिबाट गएर। चार भाइ उत्रे उस्तै देखिनुहुन्थ्यो। भन्नुभएछ आमा ल चिन मलाई म को हो भन्नुभएछ। माता कैकेयीले भन्नुभयो यस्तो उटपटाङ गर्नेवाला त लक्ष्मण नै हो, त लक्ष्मण होस् पक्का भन्नुभएछ। यदि म लक्ष्मण नभएको भए मैले जे भन्यो त्यो मान्नुपर्छ फेरि हजुरले भनेर भगवानले भन्नुभएछ। हुन्छ ल म तैँले जे भन्यो त्यही मान्छु, लक्ष्मण नभएको भए भनेर अगाडि हेर्दा राम तिमी भन्नुभएछ। ल आमा हजुरले हार्नुभयो, अब म माग्छु, हजुरले दिनुपर्छ। माता कैकेयीले भन्नुभयो राम तेरो लागि त मेरो प्राण पनि हाजिर छ, भन्न के चाहन्छस् भनेर माता कैकेयीले भन्नुभयो। रामजीले भन्नुभयो आमा मैले यो वरदान माग्नाले हजुरलाई सारा संसारले गाली गर्नेछ, सारा संसारले हजुरलाई थुक्नेछ, हजुरको अपयश हुनेछ भनेर माता कैकेयीलाई भनिसकेपछि माता कैकेयीले भन्नुभएछ राम तेरो लागि अपयश होइन, तेरो लागि कसैले मेरो शिर काटेर चाहन्छ भने पनि म तयार छु दिनको लागि, मेरो अपयश के कुरा हो र। भगवानले फेरि भन्नुभयो माताजी मैले त्यो वरदान माग्नाले हजुरलाई विधवा पनि हुन पर्न सक्छ, पिताजीको ज्यान पनि जान सक्छ भनेर रामले भन्नुभएको। माता कैकेयीले भन्नुभयो राम मलाई त समान संसारमा कोही पनि प्रिय छैन, कसैको प्राण जाओस् म विधवा भौँ, मलाई त्यसमा केही सवाल जवाब छैन। भगवान श्री रामले भन्नुभयो माताजी समय आएको बेला हजुरले मलाई 14 वर्षको लागि वनवास माग्दिनु। आमा कैकेयीले रुनुभयो राम तिम्रो लागि म कसरी वनवास माग्न सक्छु। रामजीले भन्नुभयो आमा जब तक म वनवास जादिनँ तब तक ती दुष्ट दैत्यहरूको कसरी संहार गर्न सक्छु भनेर माता कैकेयीले भन्नुभयो राम यदि तिम्रो यस्तै इच्छा छ भने संसारले गाली गरोस् मलाई, संसारले थुकोस्, संसारमा अपयश होस्, मलाई मतलब छैन, तिम्रो लागि म त्यो वरदान माग्नै छु भनेर माता कैकेयीले वचन दिनुभएको थियो। त्यसै कारणले गर्दाखेरि आज त्यो वरदान